हेलो साथीहरु, अस्ति चाहिँ मैले केएलसीसी को अगाडिबाट खिचेको थिएँ। आज चाहिँ पछाडिबाट। अस्तिको भिडियो चाहिँ नाइटमा खिचेको थिएँ, आज चाहिँ डेमा है दिउँसोमा खिच्दैछु। र केएलसीसी को पछाडि केएलसीसी पार्कमा छु म अहिले। र केएलसीसी पार्कतिर आज घुम्ने विचार गरेको छु। कस्तो छ हेर्नुपर्छ अब। यताबाट जाउँ, सबै पार्कहरू आज घुम्ने हो। यो यहाँ चाहिँ पानी फोरा हुन्छ के अरे, कहिलेकाहीँ यहाँको त्यो पुरै यो के भन्छ ट्रेनको त्यो लिक जस्तो भएको त्यो सबै पानीको फोरा हान्ने ठाउँ हो। बेलुकाखेरि खोल्छ क्या हो यहाँनिर, सायद लाइट पनि छ यहाँनिर। यता जाउँ। आज मान्छे खासै छैन। शनिबार आइतबार चाहिँ मान्छे यहाँनिर टनाटन हुन्छ, अनि पब्लिक होलिडे। केएलसीसी यो चाहिँ कति मान्छेहरू भन्दा पनि हाम्रै नेपालीहरू नै मलेसियामा आएर पनि यो टावर चाहिँ कतिले नदेखि जान्छ अरे भनेको सुनेको मैले है। तर हो या होइन सायद हुन पनि सक्छ। कोही पेनाङतिर आउने हुन्छ, कोही जोरबारू, कोही कता कता गर्दाखेरि उनीहरूलाई सायद टाढा भएर पनि हुन्छ। नआउनु भयो नहेर्नु भयो होला। यस राम्रो छ, मन फ्रेस हुन्छ। टेन्सन भएको बेलामा घुम्नको लागि एकदम राम्रो ठाउँ छ। यो यहाँबाट चाहिँ पानीको फोरा सुरु आउँछ बेलुका। कुनै दिन बेलुका म यहाँको पनि भिडियो बनाउने छु, पानीको फोरा सहितको। अगाडिपट्टिबाट मैले अस्ति बनाएको थिएँ 22 मिनटको भिडियो छ त्यहाँनिर, तर त्यो चाहिँ बेलुका खिचेको भिडियो हो। र अगाडिपट्टिबाट नि तपाईँहरूलाई हेर्न मन छ भने त्यो भिडियो गएर हेर्दा हुन्छ, 22 मिनटको छ। र अहिले चाहिँ यो यता पार्क एरियातिर जाँदैछौँ। मान्छेहरू प्रायः यहाँ जोगिङ गर्न पनि आउँछ मर्निङमा, मर्निङ वल्कको लागि। दिउँसो चाहिँ यस्तै मान्छेहरू घुम्न फिर्नको लागि आउने। फोर सेसन होटल हो कि यो के हो, रेसिडेन्ट हो कि के हो? यो मैले काम गर्ने त्यही उतापट्टि पछाडि हो, तर यो अझैसम्म थाहा छैन के हो। KLCC
त्यहाँ अगाडि स्विमिङ पुल पनि छ। स्विमिङ पुल चाहिँ बच्चाहरूको लागि होला, बच्चाहरू मात्रै खेलेको देखिरहेको छ क्या। वेलमा छ, वेलमा छ, वेलमा छ, स्टिलको वेलमा छ। त्यहाँ पर ठाडो परिरहेछ। यो चाहिँ मान्छे जोगिङ गर्ने ठाउँ हो यो, मर्निङमा ठिक छ। यहाँनिर राम्रो छ, पार्क पनि हरियाली, बिहान जोगिङ गर्नको लागि राम्रो छ ठाउँ। यही हो तपाईँको केएलसीसी पार्क। केएलसीसीको पछाडिपट्टिको भएको यो। यहाँ पर मैले अघि स्विमिङ पुल भन्थेँ नि, स्विमिङ पुलको बच्चाहरू खेलिरहेको थियो। यस्तो जङ्गल छ, पुरै हरियाली, मान्छेहरू ठाउँ ठाउँमा बसिरहेको हुन्छ। जाउँ यताबाट घुम्दै घुम्दै। ल हेर्नुहोस्, स्विमिङ पुल भनेको मैले अरे बच्चाहरू खेलिरहेको छ। प्लेग्राउन्डको बच्चाहरू खेल्ने ठाउँ रहेछ सबै।